Hello guys, welcome back to my new vlog. अनि आज चाहिँ म रेडी भइसकेँ। आज चाहिँ छिटो टिप गर्नु पर्यो भनेर निस्केको थिएँ। अनि निस्किनलाई भनेर उठेको, तर टिप चाहिँ रहेनछ। अनि 6 बजिसक्यो है। म 6 बजी निस्केको छु। आज चाहिँ 22 टिप हान्छु। हिजो 17 टिप हानिरहेको थिएँ, आज 22 टिप हान्छु। पहिलो टिप लाग्यो है, फर्स्ट टिप आगिसक्यो। अनि फर्स्ट टिपलाई चाहिँ म लिन जान्छु। ठिकै छ। हिजो 17 टिप गरेको थिएँ है। अब 17 टिप गरेर अलिकति भएन क्या, 5-6 घन्टा मात्रै काम गर्ने भयो मैले। अनि अब चाहिँ आज चाहिँ 22 टिप राखेर निस्किन्छ। 22 टिप टक्क लगाएर गर्दाखेरि चाहिँ कति आउँदो रहेछ, कति हुँदो रहेछ भनेर यसो बुझ्दिउँ न त भन्ने हिसाबले निस्केको छु है। यो अपडेट आउनुभन्दा अगाडितिर म 33 टिप 32 टिप 29 टिप गर्छु प्रायः। अनि जुन अपडेट आएपछि चाहिँ अब घाट लाग्छ नर्मल टिपमा। अनि जुन त 32 टिप गर्नु जो समय लाग्दैन, त्यही भएर मैले चाहिँ गरेको थिइनँ। अनि आज चाहिँ फेरि एक टिप, आज फेरि 5 टिप बढाइदिएको छु है। हिजो 17 टिप गर्थेँ हिजो। आज चाहिँ थोरै बढाएर गराउनु मेरो सोच लाग्यो। अनि त्यही भएर मैले बढाएको छु आज चाहिँ होइन। खै के हो यार, युट्युबमा भ्युज नि जान्न, भिडियो हाल्न नि मन लाग्दैन, म त रोइदिन्छु अब। के गरेर होला मनसित ए यहाँ होइन नि, त्यहीँबाट ए यहाँ होइन रहेछ। कस्तो हो हजुर? बस्नु ल, मेरो फर्स्ट टिप चाहिँ कम्प्लिट भयो है। अनि फर्स्ट टिपमा चाहिँ मैले कहाँ जानुपर्ने हो? 3 रुपियाँ कमाएछु। हुन्छ बस्नु न। हुन्छ। गाइस, मेरो फर्स्ट टिप कम्प्लिट भएको छ 100 रुपियाँमा है। 17 किलोमिटर थियो। अनि मेरो अब अलि मासतिर आएको छु, महालक्ष्मी स्थान थियो। यहाँबाट नि जोनमै टिप उठाउनु पर्छ भन्ने मेरो मान्यता हो। हेरौँ कताको टिप उठ्छ। टक्क 9 बज्नुभन्दा अगाडिसम्म जोनको टिप गरेर कति 5 टिप गर्न पायो भने त भइहाल्छ। धेरैको आशा पनि नगरौँ होइन। तर यहाँबाट टिपै बज्दैन, अब के को आशा गर्नु मैले। ल है, सेकेन्डको लागि टाढाकै छ, यतैबाट लाग्छ लाग्न चाहिँ। लेट्स गो। कता छ हेरौँ। रिङ रोड दक्षिण स्वयम्भू जानुपर्ने रहेछ। ए क्या
तपाईँ हो चलाउनु नि त तपाईँले चलाउनु पर्छ अहिले त ल तपाईँले चलाउनु पर्छ क्या अहिले साँच्चै इनड्राइभको नयाँ रुल थाहा छैन तपाईँलाई तपाईँले चलाउनु पर्छ ठाउँ यत्रो ठाउँ छ त्यही भन्दा तपाईँले चलाउने हो क्या अहिले नयाँ म चाहिँ पछाडि बस्ने हो क्या सक्नुहुन्छ सक्नुहुन्न क्यान्सल हान्नु नि त नत्र के गर्नु त नत्र साँच्चीकै होइन जिस्काएको मात्र जिस्काएको मात्र हो क्या ब्याग अगाडि पुग्दिउँ ए रहा नहीं जाता तड़प ही ऐसी है ना 244 कति हालिदिने कति हाँसेको है यो मान्छे हिजोको ह्याङओभरले अहिलेसम्म छोडाएन जस्तो मेरो रुपिस पनि कम्प्लिट भइसक्यो 153 रुपिसको सेकेन्ड टु कता छ त ए 30 सेकेन्ड टु कम्प्लिट एकदम 5 किलोमिटर हिँड्नु यसो गइदियो है ल मेरो 30 नि लाग्यो फोन हाल्यो कप कता हुनुहुन्छ भनेर ल उहाँ चाहिँ लोकेसनमै हुनुहुन्छ अरे होइन 1.5 किलोमिटर हिँड जानुपर्ने अवस्था के गरौँ म गइदिउँ कि हाँस्दिउँ होइन ठिकै छ अनि यो टिप्पणी म लिन चाहन्छु अनि त्यहाँबाट चाहिँ माटोतिरको राख्दै हुन्छु है अब 4 टिप हुन्छ त्यहाँबाट 1 टिप लाग्यो भने त्यहाँबाट त जो नै सिद्धिहाल्छ लोकेसन यो टिपी कम्प्लिट भयो है ल तिर 6 किलोमिटर जानु गइदिउँ त्यहाँबाट फर्क्यो ल मेरो चाहिँ यो टिप्नी कम्प्लिट भयो चाहिँ 80 रुपियाँको टिप थियो है ठिकै छ अब वीर हस्पिटलको टिप लाग्यो मलाई चाहिँ मेरो यो टिप्नी कम्प्लिट भइसकेको छ 170 रुपियाँको टिप है अब चाहिँ हेर्ने होला सायद यहाँबाट चाहिँ टिप छैन यहाँबाट 1 घन्टामा 4 टिप भएछ होइन अनि 4 टिपमा लगभग 500 कमाएछु मैले 500 कमाएछु यस्तो टिप लाग्यो भने त फेरि अनि मलाई लिनियर हुन कसले सेक्ने होइन ठिकै छ अब चाहिँ यो चाहिँ अन होला जस्तो मलाई लाग्दैन ल अनि अब यहाँबाट टिप लाग्दैन है म इनड्राइभ हेर्दै सायद अब रुम पुग्छु होला अनि म चाहिँ अब भिडियो चाहिँ पछि बनाउँछु ल अनि मैले 1 घन्टामा चाहिँ खत्रै टिप हाल्नु ठ्याक्कै 7:02 भयो म निस्किएको भनेको चाहिँ 6 म्याच भयो खत्रै टिप लागि थियो है ल ठिकै छ अनि आजलाई अब अहिलेलाई चाहिँ यति नै म पछि भिडियो गर्छु हस् त धन्यवाद
र गाइस मेरो 30 आजको कम्प्लिट भइसक्यो है अनि मैले आज 22 टी कम्प्लिट गरेको थिएँ मेरो 22 टी कम्प्लिट गर्दाखेरि 140 कि कति किलोमिटर कुदेछ बाइक चाहिँ 140 कुद्यो भनेपछि ठ्याक्कै 140 कुद्यो रहेछ 3 लिटर तेल 3 लिटर तेल होइन 600 अनि मेरो कमाइ चाहिँ 2100 छ भनेर 2200 भनौँ यो 900 2100 ठ्याक्कै अनि 2100 मा 600 को तेल भनेपछि 2500 रुपियाँ चाहिँ आजको टोटल कमाइ भएछ ल अनि आज चाहिँ मेरो ठ्याक्कै वर्किङ आवर चाहिँ कति भयो भनेपछि 7 घन्टा लगभग 8 घन्टा काम गरेको थियो आज चाहिँ होइन ल आजलाई यति नै हस्त धन्यवाद।